आज भनेको चाहिँ टुर त लेप्चा फल्स गएको गाइस। तपाईँले मेरो च्यानल हेर्दै गर्नुहोस्, त्यहाँको गएर त्यहाँको जग्गाहरू पनि देखाउने छु तपाईँहरूलाई। यहाँनिर मेन साइड आजको भिलेन खेल्ने चाहिँ केटा यो हो, भिलेनहरूमा खेल्ने चाहिँ। ल अब चाहिँ त्यहाँको गएर देखाउने छु जग्गा। हेलो गाइस, अब भने चाहिँ हामी लेप्चा फल्स जाँदैछु। लेप्चा फल्स जाने बाटो चाहिँ यस्तो, हामी चाहिँ हिँडेर आएको नि, साह्रै राम्रो छैन बाटो। तैपनि हिजो खोला गएको ब्याङ्कले हिँडाइ चाहिँ हुँदैछ उकालो। यहाँनिर मामाहरू लहरो टेकेको छ। क्यामेराम्यान चाहिँ यहाँ हरेस खाँदैछ, नजाउँ नजाउँ भन्दैछ, उकालो बेसी हिँडेर। यहाँनिर स्टलहरू छ। के नबोला म आज चाहिँ बिसाएर यहाँनिर एकछिन रेस्ट गरेर हिँड्ने। फिलहालमा चाहिँ हामी टक्कै झाँक्री फल्स आइपुग्यो। तपाईँहरूको झाँक्री फल्सको चाहिँ अहिले लेप्चा फल्स आइपुग्यो। अहिले फिलहालमा चाहिँ लेप्चा फल्सको चाहिँ पानी झर्ना चाहिँ जुन झर्ने चाहिँ सुकेर सुक्दो रहेछ यति बेला चाहिँ। मेतिर चाहिँ तपाईँको यहाँनिर यस्तोहरू रहेछ हो जग्गाहरू चाहिँ तपाईँको। यस्तो रहेछ झर्ना चाहिँ, माथिबाट चाहिँ यसरी पानी आउँदो रहेछ। तर अहिले फिलहालमा सुकेको रहेछ तपाईँ। साथीभाइहरूसँग यहाँनिर पुलमा आएको छु। लेप्चा फल्सहरू पुग्न आएर नि यहाँनिर अहिले पहिला